अवश्य पनि यही हुनुपर्छ। मेरो पुत्रको प्राणको रक्षा गर्ने मेरो दाई हिरण्याक्षको वध गर्ने यही छलिया हुनुपर्छ। हे हिरण्यकश्यप, जब यस पृथ्वीलाई तेरो भाइले रसातलमा डुबाउन लाँदा पनि 12 अवतार रूप धारण गरेर यस पृथ्वीलाई पूर्ण रचना गर्ने पनि मै हुँ भने आज मेरा परम भक्त पुत्र प्रहलादलाई तैँले तू सजाय दिँदा मेरो भक्तलाई दुःख पहुँचाउँदा पनि आज नृसिंह रूप धारण गरेर तेरो वध गर्न आएको पनि मै विष्णु हुँ। यस चराचर जगतमा कोही पनि यस जगतको नायक बन्न सक्दैन, कोही पनि। छलिया विष्णु, त बिनाको जगत बनाउँछु भनेर संकल्प लिएको छु, त पुनः छल गरेर आएको छस्। तिमीहरू जस्ता दुष्टले जहाँ त्यही अत्याचार विरुद्ध जहाँ कहीँ मेरा भक्तहरूलाई सजाय दिन्छौ, दुःख दिन्छौ, त्यहाँ अवश्य म पूर्ण रूप धारण गरेर बचाउनको निम्ति र तिमीहरू जस्ता दुष्टको अन्त्य गर्नको निम्ति अवश्य पनि आउनेछु, प्रकट हुनेछु म। अन्त्य, हिरण्यकश्यपको अन्त्य। अन्त्य अब कसको हुन्छ? यस स्थानबाट जीवित फर्कने छैनस्। तेरो अन्त्य मेरो हातबाट हुनेछ अवश्य। कसको अन्त्य कसको हातबाट हुन्छ केही समय पश्चात अवश्य तैँले थाहा पाउनेछस्। हैन, तयार हो। आक्रमण! जसरी तेरो जसरी तेरो भाइलाई पनि वध गरेको थिए बराबर उद्धारण गरेर, त्यसै गरी तँलाई पनि अवश्य वध गर्नेछु। तेरो मृत्यु निश्चित छ हिरण्यकश्यप, मृत्यु निश्चित छ। छलिया विष्णु, तँलाई मैले कसरी वध गर्नुपर्छ म कति शक्तिशाली छु तँलाई सायद थाहा छैन होला। अब तपाईँको तिमीहरू दुष्टको यही अत्याचार, यही घमण्डको कारण, यही घमण्डको निम्ति अवश्य तिमीहरूको वध हुनेछ। मैले घमण्ड गरेको होइन, तँलाई मैले कसरी वध गर्नुपर्छ तँलाई थाहा छ। तैँले मलाई लात हानिस्, तैँले मलाई लात हान्दैमा मलाई केही हुनेवाला छैन। अब यो ब्रह्माण्ड कसको रहेछ? यस ब्रह्माण्डको यो ब्रह्माण्ड तैँले मलाई सिकाउनु पर्दैन। यो
मेरो हो मेरो यो राज्य मेरो हो त जस्तो छलिया विष्णुलाई मैले कसरी बनाउनु पर्छ त्यो मलाई थाहा निहाल रे तेरे दिशा है इस ब्रह्मांड केवल मेरा इस ब्रह्मांड का नायक श्री हरि नारायण भाई कोई नहीं चाहिए दुष्ट दुराचारी दस्ता असुरलाई इस ब्रह्मांड देखि इस ब्रह्मांड बड़ा सदा भर को लागे मलाई छोड दो मलाई माफ कर दो मैले तिमीलाई चिन्न सक्दिनँ मलाई छोड दे मलाई छोड दे मलाई छोड दे भनेको तैले भनेको हैनस् न दिनमा मरौ न रातमा यति बेला दिन हो कि रात हो यो सत्य हो न शस्त्र न अस्त्रले भनेको थिइस् रे यो शस्त्र हो यो अस्त्र हो यो हातको नग्रा हो भित्र भनेको थिइस् न बाहिर यो भित्र हो कि बाहिर हो यो बलानी हो न जल थलमा भनेको थिइस् धन यो जल हो कि थल हो अब मर्नको निम्ति तयार हो त जस्तो दुष्टलाई बाँचेर कुनै बाँच्ने अधिकार छैन पुत्र प्रहलाद आजबाट यो राज्य तिमीले सम्हाल्नेछौ तिम्रो पिताको जुन कर्मको कारणले गर्दा आज तिम्रो पिता मृत्युको मुखमा पुग्न भएको त्यसैले आजबाट तिम्रो यो राज्य तिमीले सम्हाल्नेछौ औ तिम्रो रक्षाको निम्ति सदा म आभारी छु अनि भगवान परमात्माले लिएर आएर प्रहलादजीलाई आसनमा राख्नुभयो र आफ्नै वरद बाहुलीबाट परमात्माले प्रहलादलाई आशीर्वाद दिएर राज्याभिषेक गर्न थाल्नु भएको छ सम्झाउन थाल्नुभयो भगवानले प्रहलादले र बाबु भन्दै आजदेखि जुन पिताले गरेको कुकर्म थियो त्यो नगर्नु सदा वही भक्तिभाव मनमा राख्नु र यस राज्यको भागीदारी पुत्र प्रहलाद यस राज्यको राजा भन्ने छन् सारा जगतले सारा चराचर प्राणीले चिनुन् अनि माया काखमा राख्नु अब मेरो काखमा बस्छ पुत्र प्रहलाद जुन भक्ति भावले तिमीले मलाई यहाँ बोलायो त्यही भक्ति भावले तिमीले सत्कार आदर गर्यो सदाभर तिम्रो सेवामा म अवश्य पनि प्रकट हुनेछु आजबाट यो राज्य तिमीले सम्हाल्नु यो मेरो आशीर्वाद हो अनि प्रहलादजीले हस् प्रभु भनेर शिर झुकाएर भगवान परमात्माले दिएको प्रसाद सर्व राज्यभार ग्रहण गरेपछि प्रहलादलाई आश्रममा पुनः राखेर सदा सुखी सौभाग्यवान सर्वत्र विजयी भव उहाँलाई आशीर्वाद दिएर भगवान परमात्मा श्री हरि प्रसन्न भएर वैकुण्ठ धामतिर सवारी भयो ताली बजाएर भगवानले सम्मान गरेर धाम थाले कता लाम थाले